यहाँ लालुपातेको कटिङ तयार गरेको। यहाँ ठ्याक्क यो फुल देखिहालेँ, एउटा सब कुरा सम्झिहालेँ। अब यो एकदम हराभरा भएर आउने बेला भयो यो फुलको। यहाँहरूले धेरैहरूले लाउनु भएको छ होला, यो फुलको रूपमा मात्रै लाउनु भएको छ होला। यो फुल यसको चाहिँ सब्जी सलाद पनि खान मिल्छ, यो तरकारी खान मिल्छ, यो फुलको अचार तरकारी खान मिल्छ। यसको यसरी सोझै यस्तो सलाद पनि खान मिल्छ। यसको स्वाद अलिक कडा खालको मुलाको सागको जस्तो आउँछ, तर एकदम गुणकारी हो। यसको पोसिलो पनि छ, गुणकारी पनि छ। तपाईँलाई टाउको साउको दुखिया बेला यो आँखाबाट आँसु आउने गरेर यसको मुन्टा खाइदिनु भयो भने त्यो पनि धेरै आराम हुन्छ। यो दुई थरीबाट लाउन सकिन्छ, एउटा कटिङबाट लाउन सकिन्छ। धेरै फुलाउने हो भरेर बनाउने हो भने पहिला यो बीजबाट उमार्यो, यस्तो बीज हुन्छ, यो केराउको गेडा जस्तो यो बिजु हुन्छ। बिजुबाट उमारेर अनि पछि फेरि कटिङ बनाएर लायो भने यो धेरै फुल्छ। तर फुल यो बीजबाट उम्रेको पनि फुल्छ, फुल्न त झ्याङ ठुलो हुन्छ। यसरी झ्याङ ठुलो भयो भने मुन्टा चिमट्दै तरकारी सलाद खाँदै गर्न सकिन्छ। यहाँहरूले कसरी उपयोग गर्नुभएको छ, मैले यो 2-3 वर्षदेखि यही पहिला त्यत्तिकै फुलको लागि मात्रै लगाइएको थियो। पछि चाहिँ खान हुन्छ भन्ने थाहा भएपछि 2-3 वर्षदेखि यो हामीले खाइराखेका छौँ। कहिले तरकारी खाइन्छ, कहिले सलाद खाइन्छ। यो धेरै राम्रो फुल हो। यो लगाउन नि सजिलो छ, जस्तो ठाउँमा पनि हुन्छ। बर्खा सिजनमा अब अहिलेदेखि असोज कार्तिकसम्म मजाले निरन्तर फुलिरहेको छ, मुन्टा पलाइरहेको छ। मुन्टा जति चिमट्यो उति आउँछ। यहाँहरूले कसरी लाउनुभएको छ, यहाँहरूको अनुभव पनि सेयर गर्नुहोला। जय होस्।